नमस्कार, टुडे न्यूजमा स्वागत छ। म एन्जल। सुरु गरौँ मध्य प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले दोस्रो पटक विश्वासको मत पाएको प्रसङ्गबाट। मध्य प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवलाई अपार सफलता प्राप्त भएको छ। मुख्यमन्त्री यादवले 107 सदस्यीय मध्य प्रदेश सभामा 103 सांसदले विश्वासको मत दिएका छन्। मंगलबार मुख्यमन्त्री यादवलाई प्रदेश सभामा उपस्थित सबै सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छन्। यही जेठ 1 गते नेकपा एमाले सरकारबाट बाहिरिँदै सरकारबाट समर्थन फिर्ता लिएका थिए। सोही कारण 29 दिनपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रस्ताव मंगलबार प्रदेश सभामा पेश गरेका थिए। तर नेपाली कांग्रेसले मध्य प्रदेशका सभामुख रामचन्द्र मण्डलमाथि अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको बेला एमालेले फेरि सरकारलाई समर्थन दिएका छन्। एमालेले सरकारबाट समर्थन फिर्ता लिएकै कारण मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनु परेको थियो। उनले आफ्नो कार्यालयमा दोस्रो पटक विश्वासको मत लिएका छन्। मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिका सांसद उर्मिला देवी सिंह र स्वतन्त्र सांसद केशव राय अनुपस्थिति भएको कारण मुख्यमन्त्रीको पक्षमा मतदान गर्न सकेनन्। सभामुख रामचन्द्र मण्डल र उपमुख बबिता राउत इस्रालले मत गर्न नपाउने कानुनी व्यवस्था छ। मुख्यमन्त्रीले विश्वासको मत दिने प्रस्ताव गर्दै संसदको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलका उपनेता दिपेन्द्र ठाकुर, नेपाली कांग्रेसबाट कुमारकान्त झा, जनता समाजवादी पार्टीबाट लालबाबु राउत, जनमत पार्टीका सांसद चन्दन सिंह, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा संसदीय दलका नेता अभिराम शर्मा, नेकपा माओवादी केन्द्रबाट युवराज भट्टराई, नेकपा एकीकृत समाजवादीका कनिष पटेल, नेपाल संघीय समाजवादीका विमला अनुसारी, राप्रपाकी सांसद कञ्चन बिच्छा, स्वतन्त्र सांसद अनुरुद्ध प्रसाद सिंह र प्रमोद जयसवालले रोस्टमबाट पनि समर्थन गर्ने घोषणा गरेका थिए। मुख्यमन्त्रीलाई समर्थन गरेका अधिकांश दलका सांसदहरूले समर्थन गरे पनि सरकारको काम कारबाही बारे असन्तुष्टि जनाएका थिए। नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले संघीयता बचाउन सरकारलाई समर्थन गरेको बताए। संघीयताको जननी मध्य प्रदेश रहेको हुनाले सत्ता पक्षको समर्थनले मात्रै नहुने हुनाले प्रतिपक्ष दलले समर्थन गरेको उनले बताए। साथीहरू विपक्षी दलले सहयोग गर्दैमा हतोत्साहित नहुनुस्, हामी सरकारमा जाँदैनौँ उनले भने। सरकार कमजोर नहोस्, बजेट मार्फत सबै नेपालीको मधेसीको अपेक्षा अनुसार काम गरोस्। लोसपाका नेता अभिराम शर्माले सरकारले अहंकारी नबन्न अनुरोध गरे। जनताको भावना र प्रदेश सभाको इच्छा अनुसार काम गर्न सुझाए। जनमत पार्टीका सांसद चन्दन सिंहले सरकारले निष्ठापूर्वक काम गरे सधैँ साथ दिने बताए। मधेसी जनताको हितमा सिंहदरबारसँग पनि लड्नु परे समर्थन गर्ने उनको भनाइ छ। नेकपा एकीकृत समाजवादीका सांसद कनिष पटेलले मधेसी जनतासँग कटुराघात नगर्न मुख्यमन्त्रीले आग्रह गरे। जनताको हरेक अपेक्षा पूरा गरेर अगाडि बढ्न उनले आग्रह गरे। संघीयतालाई स्थापित गर्न सरकारले समर्थन गरेको उनले बताए। मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मतमाथि छलफलमा उठेको जिज्ञासालाई अन्तिममा जवाफ दिएपछि मतदान सुरु भएको थियो। उनले जवाफ दिने क्रममा जनतामुखी बजेट ल्याउने प्रतिबद्धता जनाए। संघीयताको रक्षा निम्ति सधैँ सतर्क रहने र कुनै प्रकारको आँच आउन नदिने उनले विश्वास व्यक्त गरे। भ्रष्टाचार मुक्त गर्ने प्रतिबद्धतासँगै बजेट वितरणमा बिचौलियाले चलखेल नगर्ने कार्यविधि बनाएर मध्य सरकार अगाडि बढ्ने उनले बताए। सबका साथ सबका विकास नाराको आधारमा काम गर्ने उनले प्रश्न पारे। कुनै किसिमको कुनै संसदसँग भेदभाव नगरिने उनले बताए। धनुषा प्रहरीले एक एकल महिलाको विभत्स हत्या गरी पोखरीको छेउमा खाल्डो खन्ने गाडी फरार रहेको युवकलाई पक्राउ गरेको छ। मिथिला बिहारी वडा नम्बर 8 तारापट्टि बस्ने रामचन्द्र दासकी पत्नी अन्दाजी वर्ष 40 की एकल महिला उषा दासको विभत्स हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले 12 कलैया उपमहानगरपालिका वडा नम्बर 18 बस्ने गोकुल महतो धानुकको छोरा अन्दाजी वर्ष 22 को ओमलाल मण्डललाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलन धनुषाका प्रहरी प्रमुख एएसपी विश्वराज खड्काले घटना भएको दिन गत जेठ 25 गते मृतकको छोरा आफ्नै श्रीमती सहित उनको माइती धनुषाको लगमा गएको बेला उनको घरमा आनजान गरिरहने मण्डलसँग मृतक दासको झगडा भएको बताए। अनैतिक सम्बन्धमा रहेको उनीहरू बीच राति 11 बजे विवाह गर्नुपर्ने विषयमा विवाद भएपछि मण्डलले मृतक दासलाई एक थप्पड हिर्काउँदा मृतक बाहिर भाग्न लागेपछि पक्रेर घाँटी थिची हत्या गरिएको समेत उनले बताए। दासको मृत्यु भएपछि मण्डलले छेउकै पोखरीको छेउमा लगेर खाल्डो खनी मृतकको सब चाँडो गलोस् भनेर कपडा फुकालेर
पोखरीमा गाडेका थिए। मृतकले लगाएको कपडा पोखरीमा गाडेको मण्डल मृतकले प्रयोग गर्ने मोबाइल समेत पोखरीमै फालेका थिए। गत जेठ 28 गते मृतकको सब जनावरले खुस्रिएर देखिएपछि प्रहरीले अनुसन्धान गर्न क्रममा मृतकको छोरा बुहारीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै जाँदा मण्डललाई पक्राउ गरिएको हो। मण्डललाई चितवनबाट स्थानीय प्रहरी सहयोगमा पक्राउ गरिएको छ। प्रहरी अनुसार मृतकले मण्डललाई विवाह गर्न दबाब दिँदै आएको र मण्डल टाढा भाग्न खोजे पनि मृतकले उनलाई आफै खोजेर घरमा ल्याउने गरेकी थिइन्। मृतकको कपडा खाल्डो खन्न प्रयोग भएको बल्चा बरामद गरिएको र मोबाइल बरामद हुन बाँकी रहेको छ भने सबलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएर थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ। अहिले एकजना महिलाको विवश हत्या गरी पोखरीको छेउमा खाल्डो खनेर गाडी फरार रहेको व्यक्तिलाई चाहिँ नियन्त्रणमा ल्याएका छन्। उनी चाहिँ ओमलाल मण्डल वर्ष 22 का 12 जिल्ला कलैया नगरपालिका 8 मनगढवा बस्ने 18 मनगढवा बस्ने एकजना मिस्त्री हुनुहुने चाहिँ काम गर्ने मिस्त्री। उनले चाहिँ यो घटना के हो भन्दा हाम्रो चाहिँ 28 गते अस्ति 2080 साल 2 महिना 28 गते बेलुका 1700 बजे हामीलाई मिथिला बिहारी नगरपालिका वडा नम्बर 8 तारापट्टीमा रामचन्द्र दासको घरको पछाडितिर एउटा पोखरी छेउमा चाहिँ एकजना महिला गाडिएको लास जङ्गली जनावरले खोसिएको छ भन्ने चाहिँ खबर प्राप्त हुन साथ तत्काल प्रहरी टोली त्यहाँ पुगिसकेपछि हेर्ने बेलामा त्यो महिलाको शव महिला त्यो हेर्ने बेला त्यो घटनास्थल चाहिँ शङ्कास्पद देखेर तत्काल प्रहरीले चाहिँ उसलाई चाहिँ खनेर हामी निकाल्यौँ। निकाल्ने बेलामा महिलाको शव चाहिँ छेदविच्छेद अवस्थामा एकदम सडी गलेको अवस्थामा उनको हामीले चाहिँ निकाल्यौँ। त्यो चाहिँ पोखरीको छेउमा 1 फिट जति उच्च बनाएर गाडिएको अवस्थामा चाहिँ त्यो थियो। त्यसमा चाहिँ हामीले तत्काल त्यसमा चाहिँ हाम्रो सम्पूर्ण चाहिँ अनुसन्धान टोली तत्काल चाहिँ त्यहाँनिर घटनास्थलमा पुगेर घटनास्थल मुचुल्का समेत गऱ्यो र त्यसको लागि इन्भेस्टिगेसन प्रारम्भ गऱ्यौँ। प्रारम्भ पश्चात हामीले तत्कालमा चाहिँ उसको एकजना महिला ती महिला चाहिँ नि उषा दास भन्ने वर्ष 40-45 की उषा दास एकल महिला उहाँ चाहिँ हुनुहुने रहेछ। हामीले पत्ता लाग्छ क्रममा घरमा चाहिँ सोधपुछ गर्ने एकजना छोरा र बुहारीलाई पनि तत्काल चाहिँ हामीले नियन्त्रणमा ल्यायौँ। नियन्त्रणले सोधपुछ गर्दै गयो। गर्दै जाँदाखेरि एकजना शङ्कास्पद व्यक्ति यो घरमा आइरहने भन्ने चाहिँ खबर प्राप्तमा साथ त्यसको बारेमा खोजिने भयो र त्यसले खोजिने गर्दाखेरि यी व्यक्ति हाम्रो इन्भेस्टिगेसनले यी चितवनमा छन् भन्ने चाहिँ कुरो खबर भइसकेपछि हाम्रो टोलीले चितवनको प्रहरीसँग समन्वय गरेर ओमलाल मण्डललाई आज बिहान हामीले चाहिँ यहाँ चाहिँ ल्याएका छौँ र निजबाट खुल्न आएको कुरा त्यो पनि जानकारी गरौँ। उहाँहरूको चाहिँ ओमलाल मोदी र हाम्रो उषा दास जुन मृतक हुनुहुन्छ महिला ओमलाल चाहिँ नि 22 वर्षको उषा दास 42-45 के हुनुहुन्छ उहाँको उमेर अन्दाजै हाराहारी त्यो छ। उहाँहरू बिच यो ओमलाल मोदी राजमिस्त्री तारापट्टीमा 1 वर्ष पहिले राजमिस्त्रीको रूपमा त्यो ठाउँमा काम गर्दै आइरहेको। त्यो बिचमा उहाँहरूसँग चाहिँ उहाँको रक्सी खाने क्रम उहाँसँग चिन्जान भयो। चिन्जान भइसक्यो सम्बन्ध भयो। चिन्जानको सम्बन्ध भयो। नजिकै हुनुभयो उहाँहरू। नजिकिसकेपछि उहाँ गएको मिस्त्री त्यहाँबाट नजिक भइसकेपछि उहाँ चाहिँ छोडेर 6 महिना जति भएको छ। उहाँ चाहिँ नि नारायणघाटमा अहिले काम गरिराख्नु भएको छ। त्यही पनि बिचमा उहाँको सम्पर्क स्थापित भयो र सम्बन्ध भइरहेको फोनमा टक भयो। अहिले यो चाहिँ नि तपाईँको चाहिँ के हो भन्दाखेरि 1.5 महिनासम्म चाहिँ नि उहाँको सम्बन्ध भएको देखिन्छ। उहाँले चाहिँ रक्सी पनि बेच्नु रहेछ उहाँ महिलाले। यो छोराहरू 20 गते माइत गए। यो अस्ति उहाँको जुन छोरा चाहिँ हुनुहुन्छ सोनु दास र बुहारी 20 वर्षको सोनु दास, बुहारी 18 वर्षको मन्जु दास। उहाँहरू माइत गएको बखतमा उहाँ निज महिलाले उषा दासले निजलाई सम्पर्क गरी चितवनमै नै गएर चितवनबाट उहाँले चाहिँ घर ल्याउनु भयो। उसलाई घर ल्याइसकेपछि उहाँहरूसँग शारीरिक सम्बन्ध पनि भयो। सम्बन्ध भए पश्चात माया प्रेम 1 वर्षदेखिको सम्बन्ध भए पश्चात निज महिलाले उहाँलाई चाहिँ यो ओमलाललाई मण्डललाई मलाई बिहे गर्नु पऱ्यो, तिमीले मलाई बिहे गर भन्नेसँग कुराकानी भयो। बिहे गर्ने क्रममा उमेर चाहिँ नमिलेका कारण यो केटाले ओमलालले चाहिँ बिहे गर्ने इन्कार गर्यो। तर उहाँले पटक पटक वो 5-6 दिन बस्यो। ऊ चाहिँ 20 देखि गयो 5 दिनसम्म उसकै घरमा बसेर चाहिँ खानपिन गर्ने, शारीरिक सम्पर्क पनि गर्ने। 25 गते राति 10:30 बजे ओमलालले रक्सी सेवन गरिरहेको
र निज महिला साइडमा बसेको र त्यही बेलामा पनि विवादै मलाई चाहिँ बिहे गर्नु पऱ्यो भनेपछि विवाद हुने बेलामा एक झापट हानेर हान्दाखेरि अझै मलाई मार तर तैसँग बिहे गर्छु भन्ने किसिमको त्यो आइसकेपछि केटा रिसको हावा दारू पनि खाएको रिसको आवेगको मैले घाँटी छिरेर तत्काल चाहिँ निज महिलालाई मारेर घ्यारघार पर्ने अवस्थामा चाहिँ उसलाई छोडेको। त्यसपछि चोट खाएर साइडमा चाहिँ बसेर हेर्दाखेरि 1 घन्टापछि मृत अवस्थामा चाहिँ देखिसकेपछि यही केटाले त्यही घरमा रहेको एउटा चाहिँ साबेल बेल्चा भन्छ बेल्चा लिएर नजिकको घरमा यही राति चाहिँ 1 बजेतिर त्यो अन्दाजी निजकै दासकै घरको 20 मिटर दक्षिण पश्चिमतर्फ रहेको पोखरीको छेउमा गएर निजले गाडेको। त्यो गाड्ने बेला उसको दिमाग चाहिँ कसरी लगाएको छ भन्दाखेरि यो गाडी गाड्न कपडासहित लगाएपछि यो लास चाहिँ छिटो गल्दैन, त्यस कारण उसले कपडाहरू सम्पूर्ण निकालेर नग्न अवस्थामा बनाएर कपडा छुट्टै गाडेर र महिलालाई नग्न अवस्थामा गाडेर चाहिँ र निज महिलाको मैला पनि त्यस पोखरीमा फालेर भोलिपल्ट बिहान जनकपुर आएको र जनकपुर आएर भाडा त्यो गाडिसकेपछि ऊ चाहिँ त्यही घरमा गयो। गाडेर त्यो रातभरि त्यही घरमा बस्यो, बिहान भएको जनकपुर आयो, जनकपुर पैसाको चाहिँ जो गयो, भोलिपल्ट चाहिँ नारायण गयो। यसरी चाहिँ यो घटनाक्रम चाहिँ यसरी भएको छ र यो हामी तत्काल हाम्रो टिम सक्रिय भयो। हिजो साँझ बेलुका चाहिँ 28 गते बेलुका चाहिँ हामीलाई फरक परेर रातभरि हाम्रो इन्भेस्टिगेसन सुरु भयो र हामी तत्काल गएर अहिले बिहान चाहिँ आएर निजलाई यहाँ ल्याएको छौँ र उसले निजले बयानमा चाहिँ अब सार्वजनिक पनि गरिसक्नु भएको छ र उहाँको चाहिँ उहाँले देखाएअनुसार जुन ठाउँमा उहाँले देखाउनु भएको थियो गाडेको कपडाहरू उहाँले भनेका चिजवस्तुहरू ती सब प्रमाणको रूपमा हामी ल्याइसकेका छौँ र अब अगाडि अझै थप अनुसन्धान अझै के भएको छ अरू घटनामा अरू केही थियो कि भन्ने किसिमको चाहिँ सम्बन्ध छ कि भन्ने किसिमको अनुसन्धान पनि छ र हामीले निजलाई अब कर्तव्य ज्यान सम्बन्धी कसुरहरू चाहिँ उसमा चाहिँ हामी चाहिँ इन्भेस्टिगेसन अगाडि मुद्दा दायर गरेर यो चाहिँ जनकपुर धाम उपमहानगरपालिकाका मेयर मनोज कुमार शाहमाथि नेपाली काङ्ग्रेसले गरेको कारबाही फुकुवा गरेको छ। निकायको केन्द्रीय अनुशासन समितिले मंगलबार पत्राचार गरी मेयर शाहमाथिको कारबाही फुकुवा गर्दै उनको साबिकको पद समेत निरन्तर रहने जानकारी दिएको छ। उनी साबिकमा नगर समितिका सभापति रहेका थिए। कारबाही फुकुवा भएसँगै मेयर शाह नेपाली काङ्ग्रेस जनकपुरधाम उपमहानगरपालिका समितिको सभापतिमा निरन्तरता पाएका छन्। स्थानीय तहको निर्वाचन 2079 मा पार्टीको तर्फबाट विद्रोही भएका उम्मेद्वार शाह एवं उनका प्रस्तावक र समर्थकलाई नेका केन्द्रीय अनुशासन समितिले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो। सो कारबाहीपछि मेयर शाहले पुनः पार्टीमा रही हिजोको आफ्नो गतिविधिलाई आत्मसात गर्दै पार्टीको आदर्श सिद्धान्त र उद्देश्य अनुसार क्रियाशील भई पार्टीमै रहने प्रतिबद्धता सहितको निवेदन दिएर कारबाही फुकुवाको लागि निवेदन दिएको र सोही आधारमा उनको कारबाही फिर्ता लिएको समितिका संयोजक आनन्द प्रसाद ढुङ्गानाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ। नागरिकताको माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन्। सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकता विहीन सङ्घर्ष समितिले माइती घरमा निरन्तर प्रदर्शन गर्दै आएको छ। त्यस क्रममा एक युवकले आफैलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एएसपी सीताराम रिजालले जानकारी दिए। आत्मदाह प्रयास गर्नेमा मोरङ कटहरीका निरज कुमार कामत रहेका छन्। उनका हजुरबुवा र बुवाले जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए। उनका बुवाले 2064 मा जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए। 18 वर्ष पुगेपछि नागरिकता लिने प्रयास गरेको निरज पछिल्लो 5 वर्षदेखि नागरिकताका लागि आन्दोलनरत छन्। आफैलाई पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेका थिए। पेट्रोल खन्याउँदै प्रहरीले रोकेको हो। उनको उपचार राष्ट्रिय ट्रम सेन्टरमा भइरहेको एएसपी रिजालले बताए। हस्त टुडे न्यूज अहिलेको लागि यति नै। फेरि अर्को समाचार लिएर पुनः उपस्थित हुनेछौँ। हेर्दै गर्नुहोस् टिभी टुडे जनकपुर। नमस्कार।